सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। र अहिले भने साथीहरू म चाहिँ यहाँ चाहिँ सालोको बिहामा आएको छु। अघि नै तपाईँलाई मैले भन्नु पऱ्यो भन्दाखेरि चाहिँ मैले भन्नु पाएन। सो अहिले भने चाहिँ यहाँ सालोको बिहामा आएको छु अनि सालोको उता वाइफपट्टि चाहिँ बिहा हुन गइरहेको छ आजको दिनमा चाहिँ। अनि सो अहिले भने चाहिँ हामी सबै तयारी भइरहेको छु अनि मैले पनि लेप्चा ड्रेस लगाएको छु होइन। अनि एकदमै खुसी लागिरहेको छ, फर्स्ट टाइम हो नि त। सो त्यही हो आजको भ्लगमा एकदमै इन्जोय गर्नु होला। अहिले भने चाहिँ हामी यहाँ सबै रेडी हुँदैछ होइन। अब सबैजना भित्र आइचाल्नु अब भने चाहिँ फोटो सेसन हुँदैछ हामी। सो अब भने चाहिँ अब हामी निक्लिन गइरहेको छौँ। सो मेरो चाहिँ पहिलो एक्सपिरियन्स हो है साथीहरू है, तपाईँहरूलाई पनि म सेयर गर्न गइरहेको छु। सो एकदमै अन्तिमसम्म साथ दिनु होला हजुरहरूले है, किनभने यस्तो मेरो मौका चाहिँ कहिले पनि पाएको थिएन। सो धेरै खुसी लागिरहेछ यसरी ससुराली गाउँमा होइन। ल ल ल भाइ ल, हामीसँग यहाँ एसआर भ्लग पनि छ है यही धेरै वर्ष बादमा भेट्यो। थ्याङ्क यू ब्रदर। Yes, yes, yes. Hello, welcome. Welcome, welcome, welcome. माथि गएर सो अब हामी चाहिँ लाग्यो जन्ती तर बोरा लिएर आइज। सो भाइपट्टिको बिहा चाहिँ सालोपट्टिको बिहा चाहिँ 13 तारिक छ। सो आज चाहिँ बुहारीकोपट्टि अनि यहाँ पनि प्रिपरेसन चलिरहेछ भने यस्तो चाहिँ यहाँ गाडी अगाडि छ, आप यता हुनुहुन्छ। अहिले भने चाहिँ यहाँ हाम्रो आजको मेन कोसेली बनाउन सबै कुरा रेडी हुँदैछ। साथीहरू मलाई चाहिँ कस्तो देखिरहेको छ कमेन्ट गर्नु होला है। म चाहिँ पहिलोचोटि लगाएको। लामो भयो भाइ होइन यो हो त्यो भाइ साथीभाइ। अब चाहिँ लाग्यो हामी तल। ब्याकग्राउन्ड म्युजिक त बन्द गऱ्यो नि। हत्तु छ है, हत्तु है, साह्रो छ। सो बाटो चाहिँ यतिकै राम्रै हो भनौँ। साथीहरू सिस्नो हान्छ भन्दैछ हो, देख्छु के हुन्छ है। डर लागिरहेछ। मैले चाहिँ अरूहरूको भिडियोमा देखेको नि त, पहिला पहिला अब हुन्छ नि त्यो सिस्नोहरू हानेको होइन। अब आफ्नो एक्सपिरियन्स चाहिँ भएको छैन, आज चाहिँ पहिलोचोटि गेन गर्दैछु। सो एकदम डर लागिरहेको छ क्या।
32 दिएर कस्तो छ त भन्दा आउँदैछ 32 दिएर 32 सम्झिनु सो अहिले भने चाहिँ हामी आइपुग्यौँ है अब यहाँ भने चाहिँ हामी को अगाडि जानुपर्ने के हो है सिस्टमेटिक अनुसारले हामी जानुपर्ने हुन्छ सो यस्तो प्रकारको छ अब यो चाहिँ सो अब भने चाहिँ टर्न वेस्टर्न जानुपर्ने हुँदो रहेछ होइन अनि हिँडिरहनु भएको छ यो चाहिँ अब हामी पुग्न आँटेका छौँ यहाँ आइपुग्यो अब यहाँ चाहिँ अलिकति टाइम लाग्छ सो फाइनली हामी चाहिँ आइसकेको छौँ है घरमा हुन्छ त हिँडिरहेको रहेछ दामी दामी फुलहरू फुलेर यस्तो दामी दामी डेकोरेसन गरेको रहेछ है अनि भित्र एन्ट्री चाहिँ निकै टाइम लाग्छ हाम्रो भाइको चाहिँ फर्स्ट टाइम हो कि पहिला पनि आएको यता फर्स्ट टाइम आएको फर्स्ट टाइम हो मै जस्तो रहेछ है यता तिम्रो मेरो पनि फर्स्ट टाइम हुन्छ दाजुको त अब धेरैपल्ट भयो यो लेप्चाको त फर्स्ट टाइम आएको लेप्चाको चाहिँ फर्स्ट टाइम हजुर फर्स्ट टाइम लगाएको मैले यहाँको मजाको भयो सिस्टम चाहिँ के छ नभए चाहिँ हल्का फुल्का अब हजुर सिस्टम पनि हुन्थ्यो है पिठो सिटोको त नपर्ने हो पिठो खायो भने चाहिँ अब रमाइलो हुन्छ भनौँ न एक प्रकारले पोल्छ नि हेरौँ है सो लगभग आएको 10 मिनट जस्तो भइसक्यो हामीलाई चाहिँ केही त्यस्तोहरू गरेको छैन है सायद अगाडि पा हुँदैछ कि त्यो चाहिँ देखेको छैन यहाँ हो अन्त अलिकति टाइमै लाग्ने रहेछ गाइस सिस्नो चाहिँ खान लाग्दैछ साँच्चै हो छ भन्दैछ हो सुरु भइसक्यो ओ सिस्नो सुरु भएको हो र लास्टमा चाहिँ हेर नि सागर ए भन न बल्ल सालोहरूले चाहिँ मुख पाए बिचरा हत्तो भएर चाहिँ हेर्ने गोरु डल्लै बोकिरहेछ नि होइन सो मजाको रहेछ जग्गा चाहिँ है मलाई चाहिँ मजा लाग्यो कस्तो लाग्यो होइन मजाको यहाँ पनि डेकोरेसन गरेको छ प्लस यहाँ मण्डप पनि दामी भाइ कतिको हत्तु भयो किला बोक्दा बिचरा पसिना सरी भइरहेको छ भन्दैन कस्तो भयो हल्का गरम मात्रै भयो भाइले त ह्याकुलाको सुप त डल्लै बोक्यो त रले भन्छ नि ह्याकुलाको सुप डल्लै ल्याएर है हो ह्याकुलाको सुप त डल्लै बोक्यो त्यो त एकदमै एक्साइटेड भइरहेको छ अब क्या मजा आइरहेको छ